सर आज बिमा गरेको भोलि एक्सिडेन्ट डेथ भयो या बिमारी उपचारको क्रममा डेथ भयो भने पैसा कस्तो हिसाबले पाउँछ भनेर एकजना मित्रले यहाँ कमेन्ट गर्नुभएको छ। हेलो साथीहरु नमस्कार, म एलआईसी नेपालको एजेन्सी म्यानेजर। यदि तपाईले जीवन बिमा गर्नुभयो, जीवन बिमा गरिसकेपछि यदि कुनै दुर्घटनाको कारणले मृत्यु भएछ वा कालगतिले रोग व्याधि लागेर उपचारको क्रममा मृत्यु भएछ भने यस अवस्थामा कति रकम परिवारले पाउँछ भनेर उहाँ मित्रले कमेन्ट गर्नुभएको थियो हैन। प्राय जसो के हुन्छ भने जुनसुकै जीवन बिमामा पनि है बिमितको मृत्यु पश्चात हकवाला परिवारले चाहिँ बिमाको रकम र बोनस प्राप्त गर्छन्। जुनसुकै कारणले मृत्यु हुँदा भन्नुको अर्थ या कालगतिले मृत्यु हुँदा पनि बिमाको रकम र बोनस हकवाला परिवारले प्राप्त गर्छ। साथै यदि दुर्घटना लाभ सुविधा लिएको छ भने दुर्घटना लाभ सुविधा पनि प्राप्त गर्नुहुन्छ। जस्तै कि मानिलो 10 लाखको जीवन बिमा गर्नुभयो, दुर्घटना लाभ सुविधा पनि लिनु भएको छ भने यदि दुर्घटनाले मृत्यु भयो भने 20 लाख र बोनस प्राप्त हुन्छ हैन। र नर्मल मृत्यु अथवा कालगतिले मृत्यु भयो भने 10 लाख प्लस बोनस हकवाला परिवारले प्राप्त गर्छन्। साथसाथै कुनै बिमामा तपाईको नर्मल रिस्क कभरेज पनि 2 गुना हुन्छ र एक्सिडेन्टल रिस्क कभरेज 3 गुना हुन्छ। जस्तै कि एलआईसी नेपालको जीवन उत्सव प्लान यदि हजुरले लिनुभयो भने कालगतिको कारणले डेथ भयो भने चाहिँ 10 लाखको बिमा गर्दाखेरि 20 लाख प्लस बोनस प्राप्त गर्छन् हैन। तर दुर्घटनाको कारणले यदि बिमितको मृत्यु भएछ भने हकवाला परिवारले बिमा रकमको 3 गुना प्लस अवधिसम्मको बोनस हकवाला परिवारले प्राप्त गर्छन् हैन। त्यसकारणले कुन बिमा हो र त्यसमा सुविधाहरू के छन् भन्नेमा चाहिँ यो सबै कुरा भर पर्छ। सामान्यतया बिमाको रकम प्लस बोनस, एक्सिडेन्टलमा बिमाको रकमको डबल प्लस बोनस र कुनै जीवन उत्सव जस्तो प्लानमा चाहिँ सामान्यतया अथवा नर्मल अवस्थामा बिमाको 2 गुना प्लस बोनस र दुर्घटनाको कारणले मृत्यु भएको अवस्थामा चाहिँ बिमाको 3 गुना प्लस बोनस प्राप्त गर्नुहुन्छ। यदि हजुरहरुको पनि केही समस्या छ, हजुरहरुलाई पनि केही जिज्ञासा लागेको छ, केही सोध्नु परेको छ भने कृपया कमेन्ट गर्नु होला अथवा मेरो WhatsApp नम्बरमा फोन, मेसेज वा टेलिग्राम, भाइबर गर्न सक्नुहुन्छ।